के गर्छ हौ बिस्तारै हामी चाहिँ अहिले थलीतिर छौँ यो थलीको चाहिँ सोल्टी मोड अलिकति कटेर के गरेको थियो ल झनै कुकुर मर्यो यार के गरेको थियो ल झनै कुकुर मर्यो यार यो कुकुरको पनि कामै छैन क्या झनै मर्यो हिरो नभन्दा हुन्छ क्या र अलिक एकछिन जाने भन्दै होइन हौ दिन काल आउँछ जान गइन्छ क्या अहिले हामी चाहिँ जाँदैछौँ यता पशुपतिको चाहिँ दर्शनको लागि हो र लेबाट आउनुहुन्छ ए कतिको आँखा चिम्लेर म निस्किने मान्छे हो क्या म बाटै हेर्दिनँ क्या सिधै लाजिमबाट यहाँ आउँदा लाजिमबाट मानिस निस्किनु खोज्दाखेरि क्या बाटै हेर्दिनँ क्या म सिधै निस्किरहेको हुन्छु क्या कोटेश्वरको कौशलटादेखि होइन उता जानु पर्दाखेरि लुबुतिर जानु पर्दाखेरि होइन तल छिर्छु आफै लुबु निस्किरहेको हुन्छ अहिले यो चाहिँ जोरपाटी एरिया हो दक्षिण ढोकादेखि अलिकति दक्षिण ढोका भनौँ जोरपाटी पुग्नु आँटेको छ हामी त्यताबाट जाँदैनौँ हामी खोलै खोला जान्छौँ बागमती नारायणटार हुँदै शिव मन्दिर हुँदै के अरे एक दिन गाडी जानु सक्छु भने ए ठिक छ मैले भने नि अस्ति पानी फिल्टर गरेको छ भने नि यहाँ हो क्या यहाँ अलिक तलतिर माथिबाट पशुपति जानु खोज्यो भने त रात पर्छ नि यार के गर्छ बच्चाहरू त्यस्तै हो नि अब त्यसले गर्दा आफै कुदाउने मान्छे चाहिँ होसियार हुनुपर्छ क्या आफू होसियार भएर हिँड्यो भने नि त्यो स्पिडमा आए पनि होइन हामी एक्सिडेन्ट हुने थोरै पनि सम्भावना हुन्छ क्या ऊ एक्सिडेन्ट ज्यादा स्पिड हिँड्ने मान्छे नै एक्सिडेन्ट हुन्छ क्या ज्यादा हामीले अलिकति तर्काइदियो भने त्यसलाई तर्काउनु सकिन्छ नि त आखिर कहाँ पुग्छ धेरै स्पिड कुदाउनु हुँदैन त्यसलाई सक्दाखेरि इन्भेस्ट हुनु पऱ्यो पैसा हुनु पऱ्यो पैसा छ तर केमा बेस्ट पैसा छ धेरै छ क्या यसरी जहिले यहाँ जानुपर्छ क्या यसरी गाडी कहाँदेखि ल्याउँछ पनि हिजो पनि कम्ती रिस उठाएको होइन एउटाले इन्डियन धोतीलाई चाहिँ लामाले आज गाली हान्दै थियो क्या ड्राइभरलाई यस्तो गर्दैन भन्दै गाली पनि केवल यात्रीको उपनाम दिनु मन लागेको किन यात्रा गरिराख्ने मान्छे म त यात्रै गर्ने मान्छे हो नि यो साइडमा चाहिँ चप्पल जुत्ता राख्नु पाइन्छ र यता चाहिँ शौचालयहरू पनि छ तपाईँले चाहिँ यहाँ आएर शौचालय गर्न सक्नुहुन्छ होइन तपाईँहरूलाई यो साइड पनि देखाउनेछु यो यहाँदेखि माथि चाहिँ गौशाला निस्किन्छ भने होइन यता साइडमा चाहिँ अब घुम्ने डुल्ने ठाउँहरू पूजा गर्ने ठाउँहरू छ होइन यतापट्टि तल चाहिँ त्यतै हो र फाइनली कोरियन लौरीले जुत्ता पनि खोल्यो देखाउनु न जुत्तामा खाली खुट्टा अब हामी प्रवेश गर्दैछौँ प्रवेश हामी गर्ने अवस्थामा बाहिर गएर त पाइन्छ ल प्रवेश गर्नु न त प्रवेश गऱ्यो अब हामी चाहिँ यहाँ खुट्टा धोए पश्चात दर्शन गर्न जानेछौँ साह्रो छ हौ लौरीहरूलाई पनि
र यहाँ चाहिँ अहिले तीर्थयात्री विश्वभरिका तीर्थयात्री चाहिँ आएर चाहिँ उहाँहरूले यहाँ दर्शन गरिरहनु भएको छ। यहाँ यता चाहिँ दर्शन गर्ने ठाउँ होइन। अब यहाँ दर्शन हामी पनि गर्नेछौँ, पशुपतिको दर्शन। यहाँभित्र चाहिँ क्यामेराहरू लानु पाउँदैन। यहाँ जुन पशुपति मन्दिरभित्र चाहिँ बाहिर चाहिँ हामीले खिच्नु पनि पाइन्छ होइन, फोटो खिच्न मिल्छ, भिडियो गर्न मिल्छ होइन, तर भित्र चाहिँ मिल्दैन। तपाईँहरूलाई पनि यो जानकारी दिन चाहेँ।